Welcome to my YouTube channel Smart Learn with Madhu. हजुरहरूलाई आज पनि फेरि मेरो यस युट्युब च्यानलमा स्वागत छ। हजुरहरूलाई आज पनि शिक्षक सेवा आयोग लोक सेवा आयोगसँग सम्बन्धित मैले थप महत्त्वपूर्ण प्रश्न उत्तरको साथमा लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला र यस भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनुहोला। बाँकी अब हामी जाउँ भिडियोतर्फ। ल साथीहरू, अब हेर्नु, आजको प्रश्न रहेको छ प्रश्न नम्बर 1। कक्षा 10 को अन्तमा हुने परीक्षा एसईई को सञ्चालनका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षता कसले गर्दछ? यसको उत्तर रहेको एन्सर रहेको छ सम्बन्धित प्रदेशको शिक्षा विषय हेर्ने मन्त्रालयको सचिव। ल साथीहरू, अब अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 2। यो क्वेसन रहेको छ जीन पियाजेको संज्ञानात्मक विकास सिद्धान्त अनुसार प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना हुने बालबालिकाहरू कुन चरणमा रहन्छन्? अर्थात् जीन पियाजेको अनुसार संज्ञानात्मक विकास सिद्धान्त अनुसार प्रारम्भिक बाल विकास केन्द्रमा भर्ना हुने बालबालिकाहरू कुन चरणमा रहन्छन् भनेर भनेको छ। यसको एन्सर पनि हजुरहरूले पक्कै पनि गेस गरिसक्नु भएको छ। यसको उत्तर रहेको छ पूर्व क्रियात्मक अवस्था, जसलाई इङ्ग्लिसमा भन्न सकिन्छ प्री अपरेसनल स्टेज रहेको छ। ल अब जाउँ साथीहरू नेक्स्ट प्रश्नतर्फ। प्रश्न नम्बर 3 मा रहेको छ बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटनमा सहयोग गर्नु शिक्षाको कस्तो उद्देश्य हो? हजुरहरूले पक्कै पनि गेस गरिसक्नु भयो होला। यसको एन्सर रहेको छ व्यक्तिगत उद्देश्य हो। अनि त्यसै गरिकन अर्को प्रश्नतर्फ जाउँ। उदाहरणबाट नियमको खोजी गरेर सिकाउने शिक्षण विधिलाई के भनिन्छ? उदाहरणबाट नियमतर्फ जाने भन्यो है। यो त एकदम हजुरहरूले पक्कै पनि गेस गरिसक्नु भयो होला हो। यसमा हामीलाई उदाहरणबाट नियमतर्फ भनेको छ है। यसको एन्सर हेरौँ त साथीहरू, आगमन विधि इन्डक्टिभ मेथड रहेको छ। त्यस्तै गरिकन नेक्स्ट क्वेसन नम्बर 5। ब्लुमको वर्गीकरण ब्लुम्स ट्याक्सोनोमीको संज्ञानात्मक क्षेत्र अन्तर्गत तेस्रो तहमा कुन उद्देश्य पर्दछ? यस प्रश्नको एन्सर उत्तर रहेको छ। पक्कै पनि हजुरहरूले गेस गरिसक्नु भएको छ। यो ब्लुम्स ट्याक्सोनोमी अनुसार संज्ञानात्मक क्षेत्रको तेस्रो तहमा कुन उद्देश्य पर्छ भनेर सोधेको। यसको उत्तर रहेको छ प्रयोग एप्लिकेसन रहेको हुन्छ। त्यस्तै गरिकन प्रश्न नम्बर 6। निर्णयात्मक मूल्याङ्कनको साधन अन्तर्गत तलका मध्ये कुन पर्दछ? अर्थात् निर्णयात्मक मूल्याङ्कन साधन अन्तर्गत कुन कुन साधनहरू पर्दछ? हुन त साधनहरू धेरै छन्। यसमा मैले अहिले लिएको छु, यसमा रहेको छ एन्सर वार्षिक परीक्षा। प्रश्न नम्बर 7। नेपालको विद्यालय शिक्षाको अक्षराङ्कन पद्धति अनुसार लेटर ग्रेडिङ सिस्टम भन्न खोजेको 35 देखि माथि 40 भन्दा कम अङ्क प्राप्त गर्ने विद्यार्थीलाई कुन ग्रेड प्रदान गरिन्छ? 35 देखि 40 भन्दा कम अङ्क प्राप्त गर्ने विद्यार्थीलाई कुन ग्रेड प्रदान गरिन्छ भनेको छ। यसको पनि हजुरहरूले गेस गरि सक्नु भएको होला। यसको एन्सर रहेको छ साथीहरू डी ग्रेडमा पर्दछ। अब नेक्स्ट क्वेसनतर्फ। मानव अधिकारको पहिलो पुस्ताको अधिकार अन्तर्गत कुन पर्दछ? मानव अधिकारको पहिलो पुस्ताको अधिकार अन्तर्गत कुन पर्छ भनेर प्रश्न रहेको छ। हजुरहरूले पक्कै पनि यसको एन्सर गेस गर्नुभयो होला। यसको उत्तर रहेको छ नागरिक र राजनैतिक अधिकार। ल अर्को प्रश्नतर्फ जाउँ।
प्रश्न नम्बर 9 विद्यालयमा राष्ट्रिय एकतालाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने क्रियाकलाप कुन हो? अर्थात् विद्यालयमा राष्ट्रिय एकतालाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने क्रियाकलाप कुन हो? हजुरहरूले गेस गरिसक्नु भएको छ। यसको उत्तर रहेको छ विभिन्न समुदायका चाडपर्वहरूको सामूहिक उत्सव। अब अर्को प्रश्नतर्फ जाऊँ। प्रश्न नम्बर 10 विद्यालय छाडेका बालबालिकालाई आधारभूत तहको अनिवार्य शिक्षा प्रदान गर्न वैकल्पिक शिक्षालाई कति तहमा वर्गीकरण गरिएको छ? यसको पनि हजुरहरूले गेस गर्नु भइसक्यो होला। यसको एन्सर रहेको छ 3 तह। प्रश्न नम्बर अब लास्टमा तपाईहरूले एन्सर यो कमेन्टमा गरेर जानुभयो होला। यसको क्वेसन रहेको छ दिगो विकास लक्ष्य नम्बर 4 एसडिजी 4 मा जम्मा कतिवटा गन्तव्य टार्गेट्स तय गरिएका छन्? यसको उत्तर चाहिँ साथीहरू तपाईहरूले युट्युब च्यानलको कमेन्ट बक्समा छाडिदिनु होला। हजुरलाई मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गर्न नछोड्नु होला। हजुरहरूले यति बेलासम्म मेरो भिडियो हेर्नु भएकोमा हजुरहरूलाई धन्यवाद छ। थ्याङ्क यू सो मच एभ्री